तपाईँ एकअर्कामा चिनिसक्यौँ व्यक्तिहरू पर्यो र अनि त्यही कारणले गर्दा चाहिँ म यो पूजाको विधि विषयमा के कुराहरू बताउन चाहेको छ। अनि त्यसमा चाहिँ तपाईँहरूले चाहिँ प्रथममा चाहिँ हामीले चाहिँ यो पूजाको नाम चाहिँ ढोलमा युल्दोक भन्छ। ढोलमा युल्दोक भनेको तारा आर्य तारा भगवानको नाम हो। युल्दोक भनेको चाहिँ युल भनेको युद्धले भनेको, दोक भनेको फर्किने भनेको हो। त्यसैले युद्ध भनेको चाहिँ हाम्रो यो के भन्छ बाहिरको देश बिचमा लडाइँ गर्ने र तपाईँ नबोल्नुहोस् है। अनि एकअर्कामा जुन झगडा गर्ने मात्रले भन्यो होइन। युद्ध भनेको चाहिँ तपाईँको नराम्रो सोच विचार, नराम्रो बोली वचन, नराम्रो विरोध, यो सबै चाहिँ युद्ध हो। तपाईँसँग युद्ध गर्दैछ, तपाईँसँग लड्दैछ, तपाईँ त्यहीसँग लड्नु पर्ने हुन्छ। त्यही कारणले गर्दा तपाईको नराम्रो सोच विचार, तपाईहरुको नराम्रो बोली वचन, तपाईहरुको नराम्रो चार्यहरूले चाहिँ हटाउने निम्ति यो पूजा गर्नेले चाहिँ ढोलमा युल्दोक भनेको यथार्थको नाम चाहिँ अर्थ चाहिँ यही हो। तर योले चाहिँ के गर्छ, बाहिर रोपेको चाहिँ जुन हाम्रो वजन रोपेको यो 5 तत्त्वको के भन्छ पहिरो जाने, भारी आउने, चाठन लाग्ने, आग्नेले जलाउने यस्तै युद्धहरू पनि यसले चाहिँ शान्त गरिदिन्छ। अनि त्यसरी नै अनि देश बिचमा झगडा गर्ने यो युद्धले पनि यसले चाहिँ शान्त पारिदिन्छ। त्यस्तै हाम्रो आफ्नै घर छिमेकी बिचमा झगडा गर्ने यसले पनि यसले रोकिन्छ। त्यस्तै देवी देवता भूत प्रेत अनि नराम्रो अरूले चाहिँ हामीले सताउने लागू गर्ने, हामीले चाहिँ जुन हानि नोक्सान गर्ने योहरूले पनि यसले रोक्ने गरिन्छ, यसले फर्किने अनि शान्त पार्ने गरिन्छ। र त्यसैले चाहिँ अनि योले चाहिँ ढोलमा युल्दोक भनेको, यो ढोलमा भनेको तारा भगवानको नाम, युल्दोक भनेको यो पूजाको अर्थको नाम। पूजाले के गर्छ, पूजाले काम के गर्छ त्यसको विषय नाम हो। त्यसैले ढोलमा युल्दोक भनेर चाहिँ लगभग यो नवम्बरमा चाहिँ ढोलमा युल्दोक प्रथम होला आज दिन है। अनि त्यसैले हाम्रो यो नवम्बरमा ठुरमा पनि तपाईहरुको मार्फतबाट सुरु हुँदैछ। तपाईहरु आफैले पनि गर्व गर्न सक्नुहुन्छ, भाग्यशाली ठान्नु मिल्छ। किनभने तपाईहरुको कारणले गर्दा यहाँ चाहिँ तपाईहरुले गर्दा चाहिँ ठुरमा चल्दैछ, ठुरमा सुरु हुँदैछ। एउटा धर्म तपाईहरुले निर्माण गर्नु सक्यो भनेर तपाईहरु पनि ओहो हामीले पनि यति गर्न सक्यो है, यति गर्न पायो भनेर महसुस गर्न सक्नुहुन्छ, गर्व गर्न सक्नुहुन्छ। अझै पनि हार मान्नु भएन तपाईहरु, ओहो यो त धेरै गाह्रो छ, गर्न सक्दिन कि अब त हुँदिन पुगी, त्यस्तो नसोच्नु होला। एउटा चाहिँ अनि ढोलमा युल्दोक पनि, यो ढोलमा युल्दोक भनेको ग्रह फाल्ने मात्र होइन। यो अघि मैले भनिसक्यो, बाहिरको युद्ध अनि नराम्रो चिजले शान्त पार्ने, भित्रको अनि नराम्रो चिजले शान्त पार्ने, अनि गुहेको नराम्रो चिज सबैले शान्त पार्ने यो पूजा हो। त्यसैले यो पूजा पनि सानोतिनो होइन। हामीले यो क्यासी फाल्ने जस्तो, हामीले यो अर्को ग्रह के भन्छ त्यो नापो गोसुम फाल्ने जस्तो, लो फाल्ने जस्तो त्यस्तोहरू सयौं गर्नुभन्दा पनि यो ढोलमा युल्दोक भनेको एकपटक गर्ने नि यो नि ठुलो कुरा हो। अनि त्यस कारणले गर्दा यो ढोलमा युल्दोक नै तपाईहरुले गर्दा चाहिँ सुरु हुँदैछ। हाम्रो आज सुरु हो यहाँ। खास मलाई लाग्छ यो हाम्रो माथि गुम्बामा गरेछ भने त्यो छुट्टै कुरा होला, तर हाम्रो यो एरियामा चाहिँ गरे छैन हाम्रो अहिलेसम्म चाहिँ। अनि त्यही कारणले गर्दा ढोलमा युल्दोक पनि तपाईहरुले गर्दा यहाँ सुरु हुँदैछ। अनि त्यसैले ढोलमा युल्दोकको अर्थ नामको अर्थ चाहिँ त्यही हो। अनि त्यसपछि हामीले बुझ्नुपर्ने चाहिँ के हो भने, जुन तपाईहरुले चाहिँ धेरै जस्तो चाहिँ मन्दिरको पनि हुन्छ, धेरै जस्तो चाहिँ विवाह पनि होला, तर त्यहाँ पनि तपाईहरुले चाहिँ आफ्नै दुःख सुखको लागि शरण कहाँ गए हुन्छ भने नि अनि ढुङ्गा र रूपमा भएको देवी देवताहरूको शरणमा गएको कष्ट हुन्छ त्यहाँ। अनि त्यस कारणले गर्दा हामी त्यस्तो आफ्नै मुक्तता आफूले चाहिँ मुक्तता दिलाउन नसकेको, आफू त बटुलेर ढुङ्गा र मुरातिर चाहिँ अनि छोपेर बस्नुपर्ने त्यस्तो देवी देवताको शरणमा गएर चाहिँ कहिले पनि हामीले चाहिँ आफूले चाहिँ त्यहाँबाट के भन्छ रक्षा हुन्छ, त्यहाँबाट साथ सहयोग पाउँछ, त्यहाँबाट हामीले मुक्त हुन्छ भने आशा चाहिँ नगरी राम्रो हुन्छ है। त्यही कारणले गर्दा हामीले चाहिँ के छ भन्यो भने अब हाम्रो त्रिरत्न भगवानभित्र चाहिँ बुद्ध भन्छ, बुद्धको अनि निर्माणकाहरू भनौँ बोधिसत्वहरू टन्नै हुन्छ। त्यो बोधिसत्व भित्रको चाहिँ एउटा चाहिँ तारा हो।
अनि बोधिसत्व धेरै जस्तो केटा छ भने यो तारा भनेको केटी हो। त्यसैले उहाँ चाहिँ कस्तो खालको थियो भने प्रथममा उहाँ चाहिँ अनि राजाको छोरी थियो है, राजकुमारी भन्छ हैन। अनि त्यसै राजाको छोरी थियो, हिसेन्दवा भन्ने उहाँको नाम चाहिँ त्यस्तो थियो, छोरी थियो। अनि त्यसपछि अनि उहाँ साङ्गेङट भन्ने बुद्ध दर्शन पायो र उहाँ बुद्धबाट चाहिँ ज्ञान लिँदै उहाँले चाहिँ ध्यान बस्दै अनि पूजाहरू गर्दै गएपछि उहाँले विशेष समाधिहरू उहाँले प्राप्ति भयो, विशेष ज्ञानहरू उहाँले प्राप्ति भयो। त्यस बेलामा चाहिँ उहाँले चाहिँ साथीहरूले चाहिँ तिमी केटीको रूपबाट चाहिँ गाह्रो छ भने केटामा परिवर्तन गरेर चाहिँ तिमी प्राणीको हित गरे राम्रो हुन्छ भनेर चाहिँ धेरैले सल्लाह सुझाव पनि दिनुभयो। तर उहाँले के भन्नुभयो भने म केटाको रूपबाट चाहिँ के भन्छ प्राणी हित गर्ने बोधिसत्वहरू डन्नै छ, तर केटीको रूपबाट चाहिँ अनि यो के भन्छ हाम्रो प्राणी हित गर्ने चाहिँ कमी छ। त्यही कारणले गर्दा म केटीबाट केटामा परिवर्तन गर्न चाहिँदैन। मैले पाएको समाधि, मैले पाएको ज्ञान, मैले सञ्चय गरेको पुण्यबाट चाहिँ म प्राणीहरू सबैले उद्धार गर्न चाहन्छु भनेर चाहिँ उहाँले प्रतिज्ञा गर्नुभयो। उहाँले बाचा गर्नुभयो कि म प्राणीहरू सबैले दुःख कष्टबाट उद्धार गर्छु, प्राणीहरू सबैले चाहिँ सुख शान्ति गुण ज्ञान सबै म दिन्छु भनेर चाहिँ उहाँले प्रतिज्ञा गर्नुभएको कारणले गर्दा चाहिँ अनि उहाँले बिस्तारै उहाँ अझै ज्ञान बढ्दै गयो, अझै शक्ति बढ्दै गयो, उहाँ धेरै क्षमताहरू बढ्दै गएपछि त्यसपछि उहाँले दिन प्रतिदिन हजारौँ लाखौँ अनगिन्ती प्राणीहरू सबै उद्धार गर्नेतिर लागेपछि उहाँको नाम चाहिँ के भयो, उत्तर तार छन् हो। ती तारा संस्कृतमा तारा भन्छ भने नेपालमा तार भन्छ, तर्ने पार गर्ने, पार के भन्छ तर्नेलाई उत्तर गर्नेले तारा भन्छ नि हो, त्यो संस्कृतमा तारा भन्छ। त्यसैले उहाँको नाम पनि तारा यो ढोलमा भनेर चाहिँ भयो। त्यसपछि एउटा चाहिँ उहाँ केटी भएको कारणले गर्दा हामीहरू सबै उहाँको बच्चा हो भने अर्को भगवान केटा भगवानहरू सबै हाम्रो बुवाको रूप जस्तो हुन्छ भने अनि तारा भगवान चाहिँ हाम्रो आमाको रूप जस्तो हुन्छ। जुन हामी बालबच्चाहरू चाहिँ रुयो भने करे भने चिच्यो भने आमा र बुवाको फेरक चाहिँ के हुन्छ न, आमा बुवा दुइटैले माया गर्छ, तर बुवाले चाहिँ बिस्तारै धेरै गाह्रो छ भने मात्र त्यहाँ बच्चाले चाहिँ के गर्नुपर्छ कि हेर्छ। तर आमाले चाहिँ के गर्छ, बच्चाको आवाज सुन्नु साथ, रुईको अलि सुन्नु साथ आमा चाहिँ एकदम छिटो बच्चाको लागि हेरचाह गर्छ। त्यस कारणले गर्दा आमा बुवा दुइटाको मायामा चाहिँ के भन्छ यो गति भन्छ न, जुन शीघ्र गति भन्छन् छिटोको फरक छ। अनि त्यसैले नै हाम्रो भगवानहरू पनि अर्को भगवानहरू र तारामा धेरै फरक छ। त्यही कारणले गर्दा उहाँको नाम चाहिँ तुङमा भन्छ, फेरि ढोलमा तुङमा भनेको के हो भने अर्को भन्दा हामीले धेरै माया गर्छ, अर्को भन्दा हामीले धेरै दया गर्छ, अर्को भन्दा हामीले धेरै नै सहयोग गर्न खोज्छ। त्यसैले उहाँको भावना अनुसारले तुङमा भनेको। अनि त्यसपछि अर्को भगवानहरूको चाहिँ के छ भने हाम्रो कर्म हुनैपर्छ, हामी आफैले राम्रो कर्म गरेको हुनैपर्छ। राम्रो कर्म गरेछ भने त्यही कर्मले चाहिँ फल पाउनको लागि चाहिँ अर्को भगवानले साथ दिन सकिन्छ भने उहाँ हाम्रो कर्म बाँकी के छैन भने भगवानले सिधै त हामीले साथ दिन सक्दैनौँ। तर हाम्रो तारा भगवानले चाहिँ उहाँले के गर्न सकिन्छ, न्युरमा भनेर चाहिँ उहाँले छिटो एकदम छिटो रूपले चाहिँ हामीले चाहिँ जबरजस्तीले हामीले सहयोग गर्ने सकिन्छ उहाँले। त्यही कारणले गर्दा उहाँको नाम ढोलमा तुङमा न्युमा अनि पामा, उहाँले नसक्ने असम्भव भनेको कुरा नै छैन। त्यस कारणले गर्दा उहाँले हामीले जसरी नै उहाँले जस्तो सुकै माध्यमबाट हुन्छ उपायबाट हुन्छ हाम्रो दुःख कष्टबाट हामीले मुक्त दिलाउने र हाम्रो मनोकांक्षाहरू सबै पुरा गर्नेमा उहाँले चाहिँ साथ दिन सक्ने क्षमता भएको कारणले गर्दा उहाँको नाम चाहिँ बिराङ्गी पामो हैन। पामो भनेको बिट बिराङ्गी भन्छ, बिराङ्गी एकदम बहादुर टाइपले भनेको। त्यसैले चाहिँ उहाँको नाम के भन्छ, अब पामो पनि भन्छ। त्यसैले ढोलमा न्युमा तुङमा पामा यो सबै उहाँको नाम हो। त्यस कारणले गर्दा चाहिँ अब ढोलमा भनौँ हाम्रो आर्य तारामाले
हाम्रो लागि प्रतिज्ञा गर्नुभएको छ हामीहरू सबैले दुःखबाट उद्धार गर्छौँ समस्या बाधा विघ्न सबैबाट हामीले पार गर्छौँ र हाम्रो मनोकांक्षा सबै उहाँले चाहिँ उपलब्ध गर्छु हामीले प्राप्ति गरिदिन्छु भनेर चाहिँ उहाँको बाचा अनुसार अवश्य उहाँले हाम्रो लागि लाग्नु हुनेछ त्यस कारणले गर्दा आजदेखि तपाईहरुले चाहिँ उता बाटोतिर अर्कोको मन्दिरले यस्तो ढोकेर सिन्दुर लगाउने भन्दा आफ्नै धर्मभित्र भएको अनि भगवानले चिन्नु जानुस् हीराले चिन्नु जानुस् हीराले प्रयोग गर्न जानुस् अनि हीराले चिन्न सकेन आफूसँग हीरा हुँदै हुँदै पनि ढुङ्गा खोजेर ढुङ्गाले ढोक्दै बस्यो भने त्यो मान्छे मूर्ख हुन्छ त्यसकारणले गर्दा हाम्रोसँग चाहिँ यो ढोलमा छ अब है यो ढोलमा भनेको आज तपाईहरुले चाहिँ नौलो जस्तो लाग्यो नौलो होइन यो भनेको हाम्रो धेरै कालपा अगाडिदेखि उहाँको चलिरह्यो हरेक बुद्धको समयमा उहाँको साथ सहयोग सपोर्ट गरेर बुद्धहरूले पनि उहाँको सपोर्ट छ र बोधिसत्वहरू सबैले पनि उहाँको सपोर्ट छ र प्राणीहरू सबैले पनि एकदम साथ सहयोग गर्नुभएको इतिहासहरू चाहिँ छताछत भेट्छ त्यसैले नै हाम्रो यो बुद्ध शाक्यमुनिको धर्ममा पनि उहाँले धेरै सहयोग गर्नुभयो र उहाँ बुद्ध शाक्यमुनिको अनुयायी गुरुहरूले पनि धेरै साथ सपोर्ट सहयोग गरेर चाहिँ अनि त्यस्तै उहाँको लीलाहरू धेरै छ अनि अहिले हामीले चाहिँ ढोलमाको अहिले दुईटा चाहिँ हामीले चाहिँ अचानकको एउटा कुरा दुईटा चाहिँ हामीले इन्डियामा भेट्नु पाउँछ एउटा चाहिँ बुद्ध गयाको त्यो ठ्याक्कै चैताको ढोकाको छेउमा यतापट्टि चाहिँ एउटा ढोलमाको मूर्ति छ त्यो ढोलमा मूर्ति ढोलमा चाहिँ बोल्छ फेरि मूर्ति बोल्छ त्यो धेरैचोटि उहाँले चाहिँ बोलेर चाहिँ त्यहाँ गुरुहरूले भविष्यवाणी नै गर्नुभयो गुरुहरूले चाहिँ उपाय दिनु भएको त्यहाँ इतिहास छ हाम्रो त्यो बुद्ध गयाको तीमा अनि एउटा चाहिँ हाम्रो विद्यालय युनिभर्सिटी जस्तो हो बौद्ध धर्मको सबभन्दा ठुलो विद्यालय भनेको कहाँ हो भने नलेन्द्र हो नलेन्द्र भनेको चाहिँ हामी बुद्ध गयाभन्दा अलि टाढा हो त्यहाँबाट हो त्यही नरेन्द्रमा चाहिँ के बेच्छ भने हामीले चाहिँ त्यहाँ यो के भन्छ एउटा फेरि ढोलमा वस्त्रहरू गानाहरू के नभएको ढोलमा घिम्मेमा भन्छ एउटा फेरि मूर्ति एउटा हामीले अहिलेसम्म दर्शन गर्न पाउँछ एउटा सानो त्यो रुमभित्र छ त्यो मूर्ति चाहिँ के गर्नुभएको छ भने अनि यो मूर्तिले चाहिँ हाम्रो के भन्छ यो एउटा आमा थियो त्यो आमाको छोरी थियो त्यो छोरीले चाहिँ बिहे गर्नको लागि आमाले चाहिँ सुन चाँदी र गहना चाहिँ थियो त्यो बेलामा जस्तो इन्डियामा बिहे गर्ने बेलामा चाहिँ जस्तो हाम्रो अहिले दहेजको कुरा हुन्छ बिहे गर्ने बेलामा धेरै खर्च गर्नुपर्ने हुन्छ त्यही आमाले चाहिँ आफ्नै छोरी बिहे गर्नुपर्ने बिहे गर्नेको खर्च चाहिँ नभएको कारणले गर्दा आमा चाहिँ खर्च ढुलाउँदै थियो आमा चाहिँ उहाँ त्यहाँ लोपन चन्द्र बमे हो कि एउटा आचार्य थियो सीता थियो मैले बिर्सिसकेँ अनि उहाँ चाहिँ यस्तो ध्यानमा बसेको बेलामा चाहिँ उहाँको त्यो रुमको अगाडिबाट चाहिँ त्यो आमा चाहिँ रुँदै गएको सुनिन्छ त्यसपछि उहाँले चाहिँ आमा के भयो भनेर सोध्ने बेलामा मेरो छोरी बिहे गर्नुपर्ने थियो मैले उहाँले दिने गहना त्यस्तोहरू थिएन त्यही कारणले गर्दा बोले म बिहे गर्नु कसरी भनेर चाहिँ मैले टेन्सन बाहिर मरुएको भनेर चाहिँ उहाँले चाहिँ त्यही भन्छ भने त्यसपछि चाहिँ त्यही आचार्य भनौँ त्यहाँको लोपनले के भन्छ हुन्छ भोलि तपाईँ आउनुहोस् चिन्ता नगर्नुहोस् तपाईँ नारुएको घर फर्किनु भोलि तपाईँ आउनु भने हुन्छ अनि त्यही बेलामा चाहिँ के गर्यो हुन्छ भने अनि जुन भोलि बिहान चाहिँ के गर्यो हुन्छ भने जुन आमा चाहिँ आयो त्यो आमाले चाहिँ गहना चाहिँ के दियो हुन्छ त्यो ढोलमाको मूर्ति ढुङ्गामा मूर्ति हुन्छ नि मूर्तिमा लेखेको यो गहनाहरू छ नि अहिले यो मूर्तिहरूले लेखेको छ नि त्यस्तो गहनाहरू सबै चाहिँ रेल सुन चाँदी हीरा मोतीको गहना बनेर चाहिँ त्यो गहना सबै खोलेर चाहिँ त्यो आमाले दिनुभएको इतिहासहरू पनि छ त्यस्तै अनि ढोलमाको अब जुन डोर तरासहरू बिहाहरू त्यस्तै रोग बिमारहरू त्यस्तै समस्याहरू एकदम बाधा विघ्नहरूले बचेको अनि जुन हाम्रो इतिहासहरू चाहिँ धेरै हामीले भेट्छ त्यसैले यो ढोलमा भनेको हाम्रो लागि सार्थक जस्तो सबै भगवानको कर्मको लीला जस्तो हो अनि सबै भगवानको अनि कर्मको अनि स्वरूप जस्तो हो त्यस कारणले गर्दा हामी अर्को भगवानले पुकार्नु भन्दा पनि अनि हामीले ढोलमाले पुकार्नु सक्यो भने तपाईँहरूको बाधा विघ्न अब या कुनै गाड झगडा पर्छ भने आउँछ कुनैले चाहिँ सपना नराम्रो देख्छ भनेर आउँछ कुनैले चाहिँ जो यो दुखे त्यो दुखे भनेर आउँछ कुनैले चाहिँ यो पहिरोले यो घर लग्यो भने हुन्छ कुनै बारीले घर लग्यो भने हुन्छ कुनै मैले यो भयो त्यो भयो भने समस्या धेरै समस्याहरू छ ती समस्याहरू समाधान कसले गर्न सक्छ भने यो ढोलमाले गर्न सकिन्छ त्यस कारणले गर्दा चाहिँ हाम्रो आर्य धर्मले चाहिँ तपाईँहरूले चाहिँ
जुन केही गर्नु नजाने भयो भने केही फरक पर्दैन। तपाईँ धर्म गर्ने व्यक्ति होस् नगर्ने व्यक्ति होस् केही छैन। तपाईँसँग दुःख पीडा कष्ट छ भने बाधा बिघ्न केही छ भने त्यही बेलामा चाहिँ तपाईँ हृदयदेखि नै विश्वास र भरोसा गरेर उहाँले याद गर्नु सक्यो भने उहाँको नामबाट तपाईँले बोलाउनु सक्नुभयो भने अवश्य तपाईँको समस्याले समाधान हुन्छ र तपाईँले चाहिँ मनोकांक्षा सबै प्राप्ति गर्न सकिन्छ। त्यस कारणले गर्दा तपाईँहरूलाई अर्को केही नजाने भए पनि है तपाईँ नबोल्नु है हो। अनि तपाईँहरूले केही नजाने भयो भने तारा भनेको यहाँ छ है, यो माथिको फोटोमा देख्छ, यो यो देवी देख्छ हो, यो चाहिँ तारा भनेको है। अनि नाम चाहिँ के रहेछ तारा। केही गर्नु पर्दैन, सकेसम्म ओम तारे तुतारे तुरे स्व भने 10 अक्षर हुन्छ, यो जोग्नुहोस्। यति यो पनि सक्दैन भने नमा तारा नमा तारा नमा तारा यति मात्र जपे पनि हुन्छ है। अनि तपाईँहरूले भूत पीडित देवी देवताले लागु सगु गरी जस्तो लाग्यो भने नमहारे भने जोग्नुहोस्। ओम नमहारे भने जोग्नुहोस्। तारा हारे यो दुईटा चाहिँ एउटै हो है, हो त्यस्तो जोग्न सक्नुहुन्छ। त्यही कारणले गर्दा चाहिँ हाम्रो आजको ढोलमा के भन्छ यो पूजाको विशेष के भन्छ हाम्रो भगवान हाम्रो सन्याक बनेको को हो त भन्यो भने ढोलमा हो है। हाम्रो तामाङ भाषाबाट ढोलमा भन्छ है, ढोलमा नै भन्छ, अलि ढोलमो टाइपको भन्छ तर ढोलमा हो है। अनि यो संस्कृतिबाट चाहिँ तारा भन्यो नि, तर ताराको अर्थ तामाङको भाषामा के हुन्छ ढोलमा हुन्छ है हो। अनि त्यसपछि चाहिँ अब यो पूजाको महत्त्व चाहिँ के छ भने अघि मैले भनिसकेँ, नामसँग भनिसक्यो। बाहिरको हाम्रो 5 तत्त्वको जुन माटोको बिचला अनि पहिरो जाने अनि त्यस्तै ढुङ्गाले के भन्छ ढुङ्गाहरू आएर हामीले हान्ने लाग्ने त्यस्तो दुर्घटनाहरू सबैले चाहिँ यो पूजाले रोक्न सकिन्छ है। अनि त्यसरी नै यो पानीको तत्त्वले चाहिँ जुन पानीको छाल आउने अनि पानीको भारी जाने त्यस्तै पानी माथिबाट पर्ने कुराहरू अनि त्यस्तै चाठन लाग्ने कुराहरू सबै चाहिँ योले रोक्न सकिन्छ है। त्यस्तै अनि आगोको बाधा बिग्न अनुसारले है कि ग्रह अनुसारले चाहिँ जुन त्यतिकै आगोले जलेर पनि कति जल्छ नि होइन, तपाईँहरूलाई थाहा छ नि हाम्रो यही नजिकतिर पर्छ होइन, एउटा जङ्गल पनि धेरै जलेको छ नि हो। त्यस्तै जङ्गलहरू यो नेपालमा मात्र होइन टिबेटतिर कति जङ्गलहरू आगो निम्न नसकेको हुन्छ। टिबेट मात्र होइन धेरै देशमा कति त्यो ज्वालामुखी अग्निले चाहिँ कतिको जले हुन्छ हो, त्यस्तोहरू पनि योले रोक्न सकिन्छ, यो पूजाले रोक्न सकिन्छ। अनि त्यसरी नै अब के भयो वायुको हाम्रो उरी बतास एकदम नराम्रो उरी आवाज लाग्छ नि, त्यही बेलामा पनि हाम्रो क्षति कति बनाउँछ नि, मान्छे मार्छ नि के गर्छ। अहिले नेपालमा कम हो, अर्को देशहरूमा मान्छे उडाउँछ, गाडी उडाउँछ हावाले हो। यस्तो हावाहरू पनि यो पूजाले रोक्न सकिन्छ। अनि त्यसपछि चाहिँ यो चाहिँ बाहिरको यो वजन रूपी भन्छ यो 5 तत्त्वको कुराहरू त्यसको बाधा त्यसको विघ्नहरू छ नि, त्यसको हामीले क्षति व्ययहरू छ नि, त्योहरू सबै यो पूजाले रोक्न सकिन्छ। त्यस कारणले गर्दा वायुको जुन देवी देवता रिसाएको, देवी देवता भनेको प्राणी है, प्राणी लोकभित्रको देवी देवता भूत प्रेत अनि त्यस्तै महारहरू त्यस्तोहरूले चाहिँ हाम्रो तर्फबाट क्षति भएर उनीहरू रिसाएर चाहिँ हामीले नाना थोरै रोग पैदा गरिदिने उत्पाद गरिदिने। अनि त्यसपछि हामीले महामारी जस्तो रोग लाग्ने, त्यो जस्तो हामीले देवी देवताले चाहिँ हानि नोक्सान गरेर सागा सन्तान समेत नष्ट गर्ने क्षति बनाउने जस्तो नाकबाट हामीले रोग लाग्ने, अनि भूत पीडित देवी देवताबाट हामीले रोग लागेर नाना थोरै हामीले प्रब्लमहरू हुन्छ नि हो। त्यस्तो बाधा विघ्नहरू पनि सबै यो पूजाले नष्ट गर्न सकिन्छ है। अनि त्यसै अनि हाम्रो आफ्नै पहिला जुनीको कर्म नराम्रो भएको कारणले गर्दा कर्मको फलले गर्दा पनि यो जुनीमा हामीले चाहिँ नराम्रोहरू भए पनि यो कर्म मेटाउने काम पनि, कर्म मेटाउनु होइन, कर्मले चाहिँ हामीले चाहिँ यो के भन्छ सजिलो तरिकाले कर्मको फल हामीले पुग्नु पर्दा पनि त्यसले सजिलो कसरी हामीले जिउन सक्ने, त्यसलाई लड्न सक्ने त्यसको यो पनि गर्छ। त्यसैले अनि यो हाम्रो कर्मकाण्डबाट भएको कर्मको फल हेतु फल भएको फलहरू नराम्रो दुःख कष्टहरू पनि यो पूजाबाट रोक्न सकिन्छ र भविष्यको नराम्रोहरू पनि सबै यो पूजाबाट रोक्न सकिन्छ। अब यसको विषय छुट्टै छ। अनि त्यसपछि अनि जुन हाम्रो बाधा विघ्नहरू छ हाम्रो कर्म भनेको चाहिँ पहिला जुनीमा हामीले मासु धेरै खायो भने सकेसम्म हामी यहाँ मेमेहरू यहाँ हाम्रो नाना कोही हाम्रो उहाँबाट अवश्य आउँछ
हाम्रो बौद्धतिर भेजिटेरियनमा बेसी छ भने उपालामा हेर्नु न मान्छे यतिको छ नि खास भन्यो भने मान्छेहरू मांसाहारी हुँदैन रहेछ मान्छेहरू त भेजिटेरियन नै मनपर्छ तर मासु देखेपछि त्यो मान्छे उसको कर्म छ कि त्यो ठ्याक्कै उसले एट्याक्ट्या हुन्छ उसले भेजिटेरियन भए पनि खाँदैन मासु नै खाँदा नै मासु नै सुँग्दै जान्छ सुरुमा मै जान्छ होइन अनि त्यसपछि सही मासु खाएपछि के हुन्छ त्यो मासुको कहाँबाट आयो त्यो मासु कारण कसो खानेले पनि दिने हामी भयो मार्नेले पनि हामीले गर्दा व्यापार भयो भने हामी त कतिको पापी भयो भन्नु त अनि त्यस कारणले गर्दा सकेसम्म भेजिटेरियन पासल राख्ने चाहिँ कोसिस गरिदिनुहोस् म ठ्याक्कै रोक्दा भन्दिनँ आफ्नै मर्जी हुन्छ तर म यहाँ गुरुको हैसियतले म भन्न चाहन्छु तपाईँहरूको दुःख सुखको जिम्मेवारी मेरो हो त्यही कारणले गर्दा मेरो बन्नुपर्ने मेरो कर्तव्य हो तर सुन्ने कि मान्ने कि नमान्ने तपाईँहरूको आफ्नै मर्जी हुन्छ त्यहाँ होइन अनि त्यही कारणले गर्दा चाहिँ म नबोलेर बसेर म अझै पनि यहाँ समर्थन जस्तो गरेर बस्यो भने म पनि नरक जान्छ तपाईँहरू पनि नरक जान्छ यो काम चाहिँ तपाईँहरूले सकेसम्म कोसिस गरिदिनु होला यो पैसामा त ठुलो कुरा होइन है पैसाले के पनि गर्न सक्छ र साँच्चै भन्यो भने साँच्चै दुःख पाउने बेलाको पैसाले के पनि गर्न सक्दैन हो अब कर्मको कुरा त्यही हो पहिला जोनीमा हामीले हात्ती हिंसा धेरै गऱ्यो भने मांसाहारी गरेको छ भने त्यसपछि यो जुनेमा रोग बिमार बेसी लाग्ने समस्या बेसी आउने अक्कल मृत्यु हुने अनि भूत पीडितले सताउने अनि त्यस्तै अनि हामीले चाहिँ आय छोटो हुने त्यसै टाइपको सबै यहाँबाट हुन्छ अनि पहिला जुनीमा नराम्रो भोलि वचन तितो लगेर हुन्छ कि अर्कोले पुटेर हुन्छ कि अर्कोले लुटेर हुन्छ कि अनि अर्कोको चित्त दुखेपछि यो जुनीमा पीडा नै पीडा हुने गरिन्छ यो जुनीमा हामी मनमा कहिले पनि शान्त पाउन सक्दैन यो जुनीमा हामीले कहिले पनि मनमा सुख हुने खोज्दैन मिल्दैन पाउँदैन त्यस कारणले गर्दा चाहिँ हामीले के गर्नु पर्यो अब पछि चाहिँ यो भन्दा पहिला जे भयो अब हामीले बुझ्नु पर्ने हुन्छ र यो भन्दा पछि तपाईले चाहिँ त्यस्तो मन पीडा होला खालको हुने कि नहुने त्यति पनि तपाईको हातमा छ तपाईले अर्कोले टर्चर गर्ने नगर्नेमा छ तपाईले चाहिँ जुन तपाईको बोली वचनबाट तपाईको बानी विवरणबाट तपाईको कर्महरुबाट चाहिँ अर्को कसैले पीडा दिने नदिने तपाईको हातमा छ पीडा दिए कि तपाईले यो भन्दा पछिल्लो चाहिँ एक पीडा दिएकोमा चाहिँ हजार चोटि पीडा चाहिँ तपाईले फलमा पुग्नु पर्ने चाहिँ तपाईहरुले बुझ्न सक्ने हुन्छ किनभने बोधी चित्त रूपले एउटा दाना चाहिन्छ तर फेलाउँछ माथि हजारौं एउटै होइन र कर्म पनि अहिले एउटा रोप्ने हो तर पछि फल त हजारौं आउँछ एउटै हो है हो त्यस कारणले गर्दा चाहिँ अनि पहिला जुनीमा हामीले अर्कोको सम्पत्तिमा हामीले ढहा गरे अर्कोको काममा हामीले रोकथाम गरे अर्कोको काममा बाधा विघ्न गरे अर्कोको सम्पत्तिमा लोभलास गरेपछि यो जुनीमा हामी असन्तुष्टि हुन्छ यो जुनीमा हामी काम सफल त हुँदैन यो जुनीमा हामीले चाहिँ गरिब महसुस हुन्छ जति सम्पत्ति भए पनि सम्पत्ति भएको महसुस हुँदैन हामी सन्तुष्टि हुँदैन सम्पत्ति नभएपछि सम्पत्ति खोजौं लाग्दा पीडाले जिउँछ भने पीडाले बित्छ भने अनि त्यसै सम्पत्ति बनाउँदा दुःख कष्टले बित्छ र सम्पत्ति भए पनि तपाईं के गर्न नसक्ने हुन्छ सम्पत्तिले तपाईले के पनि गर्न नसक्ने तपाईले के पनि फल नदिनुस् खालको त हुन्छ त्यसकारणले गर्दा अब यो भन्दा पछि पनि तपाई त्यस्तो हुने नहुने पनि तपाईहरुको आफ्नै हातमा छ तपाईले चाहिँ अब चाहिँ ड्र गर्ने नगर्ने अर्कोको सम्पत्तिमा लोभलास गर्ने नगर्ने अनि आफूले चाहिँ त्यो सम्पत्तिको लागि सत्तो गर्ने कि नगर्ने त्यो पनि तपाईहरुको हातमा छ त्यसैले यो पूजाले कर्मले मेर्छ भनेर भविष्यमा कर्मले रोक्छ भने चाहिँ यही हो आज यो लेन्चक ऋण तिर्ने भन्ने एउटा हुन्छ त्यसमा चाहिँ यो भन्दा पहिलाकोले ऋण तिर्नु मिल्यो भने यो भन्दा पछिको ऋण तिर्नु मिल्दैन है ऋण लिएर ऋण तिर्नु मिल्छ मिल्दैन त्यसैले ऋण फेरि तपाईहरुले लिँदै गयो भने फेरि यो पूजा आजको पूजाले भविष्यको ऋण चाहिँ तिर्नु मिल्दैन नि लिएको नै छैन नि हैन हो त्यसकारणले गर्दा यो पूजाले यस्तो गरिन सकिन्छ त्यसै अनि यो पूजाले फेरि के गर्न सकिन्छ भने जुन मनको नराम्रो सोच विचार र अनि बोली वचन मुखले बोली वचन नराम्रो र शरीरको नराम्रो चर्याले पनि रोकथाम गर्न सकिन्छ त्यो चाहिँ के हो भने यो पूजाको शिक्षा त्यही हो यो पूजाको शिक्षा नै के हो यो पूजा गर्ने ठाउँमा यो पूजा गर्ने क्षेत्रमा यो पूजा गर्ने घरमा के हुनुपर्छ त्यो मान्छेको मन सफा हुनुपर्छ अब त्यो मान्छेको बोली वचन तितो हुनु भएन सत्य हुनु पर्यो मिठो हुनु पर्यो सबैलाई आनन्द दिन सक्नु पर्यो
यो पूजा गर्ने घरमा चाहिँ चार्यहरू पनि एकदम राम्रो खालको हुनु पर्यो, सबैले मन पर्ने खालको, सबैले सहयोग गर्ने खालको, सबैको सेवा गर्ने खालको हुनुपर्छ। यति त्यो भयो भने यो पूजाले नै मुक्त दिलाउन सकिन्छ है। त्यस कारणले गर्दा बाहिरको यो पाश्चात्यको युद्ध पनि यसले रोकिन सकिन्छ अनि भित्रको हाम्रो जय जागरा युद्ध पनि यसले रोक्न सकिन्छ। र गुहेको तपाईँ आफ्नै त्रिद्वारको नराम्रो कर्महरू पनि युद्ध पनि सबै यो पूजाले रोक्न सकिन्छ। यो पूजाको धेरै फाइदाहरू छ। त्यस्तै सम्पत्ति नभएकोले सम्पत्ति बनाउन सकिन्छ। यो के भन्छ मैले बन्यो होइन है, बुद्ध बेरो चानाले बनाएको हो नि भुँदै पर्ने पुदुक जोसो नदुई पर्ने ननम्नी दोपा थम्छ थपर क्योला केवल मेचो सोचो जम क्योल भन्ने यो चाहिँ बुद्ध बेरो चानाले बनेको कुरा हो। यो मैले बनेको कुरा होइन, यो कसै लामाले लेखेको कुरा होइन। यो के भने हुन्छ जुन ताराको स्तुतिको अनि फाल पारको नाम भित्र चाहिँ के आउँछ बुँदै पर्ने बुन्दुक जोसिङ भनेको चाहिँ जुन सन्तानको लागि छोरा जन्माउने चाहेमा छोरा पाउँछ, छोरी जन्माउने चाहेकोमा छोरी जन्माउँछ र तपाईँले चाहिँ सम्पत्ति चाहेकोमा सम्पत्ति पाउँछ, नाम चाहेकोमा नाम पाउँछ, दान चाहेमा दान पाउँछ। तपाईँको हरेक मनोकामना पुरा हुन्छ भने चाहिँ यहीमा छ बुँदै पर्ने बुन्दुक जोसिङ नन्दै पर्ने ननम यो त दोपा थम्छ थपर क्योल केक नमेचो सोचो जमजुरु भनेको यस्तो हो। त्यही कारणले गर्दा यो पूजाले तपाईँले सबै बाधा विघ्न हटाउन सकिन्छ र सबै के भन्छ मनोकामना चाहिँ प्राप्ति गर्न सकिन्छ। अब त्यस्तो हुनेको विधि चाहिँ के हुन्छ, यो पूजा चाहिँ हामी लामा ग्रुप एउटा आएर जाङ गरेर यस्तो बनेर यहाँ परेर गएर पुग्छ र भनेर पुग्दैन हो। यहाँ चाहिँ के हुनु पर्यो भने पूजाको हामी योन्दक भन्छ छिन्दक भन्छन् छिन्दक जस्तो यो गाहा लगाएको हामी त आज हाम्रो त अब टिम भइसक्यो, हामी टिम सबै आइभयो अनि हामी सबैले उहाँहरूको सपोर्ट जस्तो हामी आफै पनि त्यही हो, यो चाहिँ हो नि उहाँहरूको मात्र पूजा होइन हामीले पनि पूजा गर्नु जरुरत छ त। त्यही कारणले गर्दा चाहिँ पूजाको विधि चाहिँ के हुनुपर्छ भने सधैँको जस्तै हो, धर्म ताम्बासुम भन्ने चाहिँ हुनुपर्छ। प्राण 3 विधि चाहिँ के भन्छ त्रिप्राण विधि पुर्याउनु पर्ने हुन्छ। सुरुवातको विधि चाहिँ मेरो लागि, मेरो काम बन्नुको लागि, मेरो समस्या हटाउनुको लागि, मेरो यो हुनुको लागि त्यो हुनुको लागि, मैले नराम्रो गर्नेहरूले ज्यान क्षति हुनुको लागि बन्ने सोच विचारले पूजा गर्छ भने त्यही सोच विचार चाहिँ पाप हो, त्यही सोच विचार सर्दी हो। त्यही कारणले गर्दा यो पूजा चाहिँ पापले हुन्छ, यो पूजा धर्म हुँदैन। त्यही कारणले गर्दा यो अनि त्यसपछि के सोच्नुपर्छ भने यस्तो नराम्रो होस् भन्ने टाइपको कि त मेरो मात्र होस् भन्ने खालको छ भने त्यसले चाहिँ एकचोटि साइडमा त्याकेर चाहिँ के हुनुपर्छ भने म जस्तो काम नबनेको, म जस्तो सपना नराम्रो देख्ने खालको, म जस्तो दुख बिमार परेको, म जस्तो बाधा विघ्न अशान्ति दुःख पीडा भएको त्यस्तो प्राणी लगेको सम्पूर्ण प्राणीहरूले चाहिँ अनि तालकालको सुख के भन्छ दुःख कष्टबाट मुक्त भएर अनि सधैँको लागि चाहिँ यो संसारको दुःख कष्टबाट मुक्त भएर चाहिँ बुद्ध प्राप्त हुनुको लागि त्यो पनि तालकालको लागि अनि आफ्नो मनको कामनाहरू सबै पुर्याउनको लागि र सधैँको लागि चाहिँ अनि परम सुख सधैँको सुख बुद्ध प्राप्त हुनु निम्ति चाहिँ हामी यो पूजा गर्छु भनेर फेरि बोधिचित्त उद्धार गर्नै पर्यो। अब बोधिचित्त त तपाईँहरूले उहाँले बतायो होला, उहाँ यहाँ धेरैचोटि गए नि, फेरि झुट बोल्यो भने मलाई थाहा छैन। उहाँले चाहिँ गुरु म चाहिँ नव बुद्ध गायो है भनेर जहिले पनि मैले नव बुद्ध गायो है भनेर चाहिँ धेरैचोटि गइसकेपछि त यो बोधिचित्त त तपाईँहरूले प्रथममा बताइसक्यो होला। कहिले पनि हामी बुद्धिस्टहरूले चाहिँ महायानहरूले वज्रयानहरूले चाहिँ आफ्नै लागि का पनि पर्दैन है, आफ्नै लागि का भन्ने पनि पर्दैन। अनि के हुन्छ भने सुरुदेखि नै गुरुले नि सबै प्राणीहरू आफ्नै आमा हो, त्यो आमा रूपी प्राणीहरू सबैले चाहिँ यो संसारको दुःख कष्टबाट मुक्त भएर बुद्ध प्राप्ति हुनुको लागि पद भनेर सिकेपछि चाहिँ हामी त एउटा आका बन्ने सुरुदेखि नै हामी प्राणीहरू सबै हितको लागि चाहिँ हामी सुरुवात गरिसकेको हुन्छ नि। त्यसैले बोधिचित्त थाहा छ होला, बोधेछ बोधेछ नि हो बोधिचित्त हामी डामारो समाउने बेलादेखि घन्टी समाउने बेलादेखि हामीले सिकिसके हुनुपर्छ यो बोधिचित्त। ओहो मजा आयो, मजाको लागि बजायो भने त्यता गीत गए जस्तो त्यति धर्म होइन। अनि म प्राणी सबै उद्धारको लागि सबै बुद्ध प्राप्ति हुनुको लागि चाहिँ म बजाउँछु भन्ने गान्धी समयको डामारो समयको तपाईँले के नआयो भने तपाईँले धर्म गरिसक्यो, तपाईँले त्यही धेरै पुरै सञ्चय गरिसक्यो हुन्छ। त्यस कारणले गर्दा बोधिचित्त तपाईँहरू थाहा छ होला। त्यसैले
हामी मात्र होइन, यो संसारमा धेरै प्राणीहरू छ र सबै बाधा विघ्नले सताइरहेको छ, सबैले यो दुःख कष्टले चाहिँ सधाइरहेछ हो। उनीहरूले यो सबैले चाहिँ यो दुःख भावसागरबाट मुक्त भएर चाहिँ अनि बुद्ध प्राप्ति हुनुको लागि आज हामी ट्रमा युद्ध गर्छौँ भनेर चाहिँ भावना गर्नु पर्यो। विशेष मेमे राजु अनि हाम्रो दिदीको नाम त थाहा छैन, अनि तपाईँहरू दुईजना, तपाईँको भाइ, हामी तपाईँहरू तिनजनाको होइन विशेष पूजा है हो। तपाईँहरूले चाहिँ आफ्नै लग्न गर्ने सबै प्राणीहरू सबैले यो दुःख कष्टहरू सबै अनि बाट मुक्त भएर चाहिँ मनोकामना पुरा हुनेको लागि है, बुद्ध प्राप्ति हुनुको लागि हामी आज ट्रमा युद्ध गर्दैछौँ। हाम्रो गुरु आउनुभएको छ, हाम्रो गुरुको लामाहरू आउनुभएको छ, हामी सबै पनि त्यसको लागि लागेछौँ भनेर चाहिँ बुद्धिचित्त उत्पन्न गर्नु पर्यो। दोस्रोमा हामी व्यापार गर्न सक्दैनौँ। व्यापार भनेको चाहिँ म धर्म बेच्ने आएको, तपाईँहरू धर्म किन्ने खालको यो पूजा हामी चल्नु सक्दैन फेरि। किनभने यो चाहिँ के भने हो भने यसको अर्थ भनेको के हो भने फेरि म चाहिँ आएर पूजा गरेँ, डङ 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 गरेँ है बेचे जस्तो, अनि तपाईँहरूले चाहिँ ओ आयो खायो दियो अनि लास्टमा दक्षिणा दियो ल जा, यतिले यो पूजा सीमित फेरि हुँदैन। यो पूजा पुग्दैन। यो चाहिँ फेरि तपाईँहरूले घरे भन्ने कुरा होइन नि। अहिले हामी चले यही हो, गुरु मलाई समस्या भयो मेरो पूजा गर्दिन, ल पूजा गर्ने जेलसम्म त रिम्पुच्छे लसो भने डक्छ फेरि एकछिनपछि दक्षिणा दिन्छ अनि त राम्रो जाऊ पनि भन्दैन, गयो। त्यहाँदेखि त भोलि भरे तर बेलुका ओ लसो के छ बना हात मिलाइहाल्छ। यो त व्यापार हो नि। अनि त्यसैले यहाँ के चाहियो? आस्था चाहियो। गुरु नै भगवान हो, गुरु नै बुद्ध, गुरु नै धर्म, गुरु नै सङ्घ, गुरु नै आर्य तारामा हो। त्यसैले गुरुले नै मेरो बाधा विघ्न सबै हटाइदिन्छ, गुरुहरूले नै मेरो मनोकामना सबै पुरा गरिदिन्छ भन्ने विश्वासको आस्था हुनु पर्यो है, आस्था हुनु पर्यो। त्यसै अनि यो पूजामा जति सक्दो आफ्नै तिरिदरले चाहिँ समर्थन गर्नु पर्यो। मैले चाहिँ बोधिचित्त उत्पाद गरेर चाहिँ अनि आस्था सहित यो पूजामा सामेल हुनु पर्यो र वचनले पनि ओम तारे तुतारे तुरे स्वाहा भनेर चाहिँ जपेर पनि यो पूजामा सामेल हुनु पर्यो। अनि शरीरले पनि डक्दै हामीले जे घर भने त्यो काम चाहिँ गर्दै जानु पर्यो। अनि यो गरे पनि यसले चाहिँ मुसिमिङमै थाम्बा भन्छ। यहाँ चाहिँ बोधिचित्त उत्पाद गर्ने बेलामा हामी के को लागि यो पूजा गर्छौँ भने छ, त्यस्तै हामीले पूजा नसकेसम्म चाहिँ यो बोधिचित्तको भावना सायद हामीले चाहिँ जे गर्छौँ भने चाहिँ त्यो गर्दै जानुपर्ने हुन्छ। त्यसले चाहिँ मुसिमिङमै थाम्बा भन्छन् है। यो बिच त ओहो यो लामाले कति बोल्छौ, यो लामाले यो चाहिन्छ त्यही चाहिन्छ, अब यहाँ त लामाको फ्यामिली हो यो भन्दैन होला, तर अर्को ठाउँमा चाहिँ त्यही भन्छ। हेत्तेरी ढुङ्गामाथि बन्न किन प्लेट चाहियो भने पनि छ, मलाई डाङ्ग्रो चाहियो किन चाहियो कार्पेन्टर हो र पनि भनेको छ। उसले थाकिसकेछ है त्यो पुरा कति माग्छ हो, एकैचोटि भन्न गाह्रो छ नि भन्छ। फेरि यो छ नि हाम्रो लामाहरूले बुकिन्छ नि, कति भन्छ एउटा एउटा भन्छ एउटा एउटा भन्छ, के हो सँगै बन्न भन्ने पनि हुन्छ नि। जति नै जाउ लाग्ने थाक्ने हेत्तेरी ए बरु त किरोसिन ठिक छ भन्ने पनि कति छ हो। त्यस कारणले गर्दा यो पूजामा थाक्नु भएन अनि जाउ लाग्नु भएन। अनि के भन्छ मनले एकदम आस्था विश्वास एकदम कारुणामय गरेर चाहिँ तपाईँ यो पूजामा सामेल हुनु पर्यो। अनि किशोरमा लास्टमा अन्तिममा चाहिँ के हुनु पर्यो भने अनि हामीले आज गरेको ठोरमा युद्धको पूजाको पुण्य र अनि मैले योभन्दा पहिला गरेको पुण्य र म भविष्यमा मैले गर्नुहुने मेरो धर्मको पुण्य सबै जम्मा गरेर चोलोको प्राणीहरू सबैले म बारेर दिनु चाहन्छु। सबैले परिणामन भन्छन् मवा गर्न चाहन्छु र सबैले पाएर सबैले दुःख कष्टबाट मुक्त होस्, सबैले मनोकामना पुरा होस्, सबै दुःखबाट मुक्त होस्, सबैको मनोकामना पुरा होस् र सबैले बुद्ध प्राप्त होस् भनेर चाहिँ परिणामन मवा गर्नुपर्ने हुन्छ। त्यही गरेपछि तपाईँले चाहिँ केवा चाहिँ कहाँ राख्यो? सेपमा राख्यो। तपाईँले बारेर सबैले दिनुभयो, दिइसकेपछि उहाँहरू सबैले पाउँछ र उहाँहरू सबैबाट तपाईँले फल पाउँछ। धेरै बेस हो, ब्यास भन्छ होइन, जुन तपाईँले ऋण दिउ जस्तो हो कि। अब यसको ब्यास त कति आउँछ कति आउँछ, तपाईँ बुद्ध प्राप्ति नभएसम्म यसको ब्यास आइरहन्छ र फल आइरहन्छन् है। त्यही कारणले गर्दा यो मवा गर्ने जरुर पर्छ। अन्तिममा दक्षिणाको कुरा छुट्टै हो।
दासनाको कुरा चाहिँ यो पूजासँग जोड्नु होइन। ए लामाहरूलाई दिनभरि बिचारा उनीहरूको दिन गयो, उनीहरूको अब दुःख कष्ट गरेछ, त्यसको ज्याला दिनु पर्यो नि भनेर चाहिँ अब कुनै खाममा हाल्छ, कुनै खाममा पनि हाल्दैन, कुनैले लस हो भनेर राम्रो तरिकाले दिन्छ, कुनै त ओहो चाहिँ यस्तो फालेर पनि दिने खालको छ। हो योहरू त कामदारले झाल दिने खालको होइन। अनि यहाँ चाहिँ के हुनु पर्यो भने लामाहरू त सबै काम त्यागेर तपाईँहरूको लागि बसेको हो। अघि भनिसक्यो प्राणीहरू सबै उत्तर हुनुको निम्ति प्राणीहरू सबैले बुद्ध प्राप्ति हुने निम्ति चाहिँ म लामा गर्छु भनेपछि म मेरो लागि लामा बन्छु त भने छैन नि। म त हामी त सबै प्राणी हितको लागि लामा बनेर हामी काम साम त्याग्यौँ, हामीले के भन्छ व्यापार स्यापार सबै त्याग्यौँ, हामी त के गर्दैन। अनि हामीसँग त यो संसारमा जिउने खास भन्यो भने त्यो माध्यमहरू त्यति हुँदैन नि। पहिला त हामी भिक्षा मागेर खाएर जिउने हो, तर अहिले त माग्यो भने फेरि माग्ने भनेर पुरा यहाँ बारिन्छ। अहिले बिचरा कुनै पसलतिर आएर माग्नेहरू छ नि, खेतेर पठाइदिन्छ। आज आयो भोलि आलास फेरि बेरलास भनेर चाहिँ त्यहाँ धम्की दिएर पठाइदिन्छ। हो त्यस कारणले गर्दा चाहिँ गुरु लामाहरूले चाहिँ अनि साधना राम्रो गर्नुले उहाँहरूले चाहिँ सोचेको जस्तो ध्यानमा बस्नेले चाहिँ काम यस्तो नचाहिने कामहरू नगर्नुको लागि त अनि सहयोग चाहिने, सपोर्ट चाहिने। त्यसमा के चाहियो भने दान दक्षिणा पनि चाहियो। ती दान दक्षिणा बनेको चाहिँ गुरुहरूले साथ सपोर्टको लागि, सहयोगको लागि, उहाँको ज्ञान सफलता हुनुको लागि, सहयोगको लागि चोराउनु हो। ती चोर्यो भने त्यसको पुण्य उनी त्यसको पुण्य के भन्छ छुट्टी छ। अनि एउटा चाहिँ यो कुरा सँगै के भन्न चाहिन्छ भने गाउँको लामा ठिक गुरुहरूले गाउँको लामाहरूले पनि हामीले बेसी हुने बेलामा अलि दक्षिणा बनेको पूजा गर्ने आओस् नआओस्, पूजा घरे होस् नहोस्, एक छाक खाना भए पनि फेरिमा दिनुपर्छ। एक छाक खाना खुवाउनको लागि चामल भए पनि हामीले दिनुपर्छ। त्यस्तो दियो भने त्यो लामा आफै नै ऊ लामा बनेर आउँछ, लामा बनेर बच्छ। त्यसपछि त तपाईँहरूले खेवामा आयो भने राम्रो आउँछ, ज्ञानी आउँछ नि, ऊ त लामा गरेर आउँछ त। अनि आफूले चाहिँ कमाउने त्यही बेलामा लामाले एउटा पनि सहयोग नगर्ने, खाना पनि पैसा लिने, पिउनको पनि पैसा लिने, जे पनि जन लामाले आजकल महँगो हाम्रै हुन्छ है। हाम्रै जातको ट्याक्सी ड्राइभरहरूले हामीले चाहिँ महँगो लिन्छ लामालाई। लामाले लुर्नुपर्छ। अर्कोले 500 लिने ठाउँमा हामीले आज लिइहाल्छ कि हो। मालाहरू पनि त्यस्तो छ। नर्मल ठाउँ भएको माला 1-2 हजार लिन्छ भने लामा देखेपछि ओ यसले त आज लिनुपर्छ 10-15 हजार। ल ट्याक्कै लामाले ठकिहाल्छ नि। अनि यस्तो तालले गरेपछि लामाले त बाध्य त परेन, लामाले छाम बस्दैन नि। त्यसपछि त लामा त ज्ञान गर्दैन नि, लामा त व्यापार गरिहाल्छ नि, लामा त काम गरे। अब भोलि तपाईँहरूले चाहियो हुन्छ खेवामा नौरनमा तपाईँको घरमा समस्या परेपछि लामा चाहियो। अनि त्यही बेलामा त लामा त जिरो आउँछ, जिरो। केही गरे छैन, ऊ पनि व्यापार गरेर आयो, हिजो मासु बेचेर आयो, आज अब धर्म गर्ने हो। ल तपाईँको घरमा अब गुरु बनेर ट्याङ्कै बस्ने हो त्यहाँ। त्यही बेलामा तपाईँको वाक्य खोपरो हेर्नु न, त्यही बेलामा तपाईँ त कस्तो वाक्य खालको भयो त हो। त्यसैले हामी जानुपर्छ। हाम्रो आफ्नै धर्म जगाउने छ भने हामी आफैले धर्मबाट चाहिँ सत्सपोर्ट राम्रो चाहिन्छ भने लामाले सधैँ पाल्नुपर्छ है। म पाल भने होइन फेरि। अनि यहाँ आफ्नै तपाईँहरूको गाउँठाउँको लामाले राम्रो पाल्न जानुपर्छ। उहाँले 2 महिनासम्म बसोस्, 3 वर्षसम्म बसोस्, जेसुकैसम्म बसोस्, त्यही बेलामा राजन तपाईँहरू दिनुपर्ने हो। त्यही दियो भने बल्ल लामाले पनि तपाईँको पूजा फ्रीमा गर्छ कि फेरि। किनभने उसले पैसा चाहिन्छ छैन, तपाईँहरू खानापिना दिएपछि त उसले किन चाहियो त। त्यही बेला त तपाईँहरूको घेवा फ्री हुन्छ, त्यही बेलामा तपाईँहरूको पूजा यस्तो पूजाहरू फ्री हुन्छ, त्यही बेलामा त जे पनि फ्री हुन्छ। लामाको धर्म त फ्रीमै हुन्छ नि। अनि त्यही नभएपछि लामाले पनि